खासै भिडियो बनाउनु पर्ने ठुलो कारण त केही पनि छैन। त्यसमा देउसी भैलो तिहार जस्तो कार्यक्रमहरू आइरहेको छ। आज गोवर्धन पूजा, भोलि प्रायः भोलिबाट तिहार पनि सकिन्छ, देउसी भैलो पनि सकिन्छ है। अब उहिलेका कुराहरू गर्ने हो भने जमाना एक हिसाबले धेरै पछाडि परे जस्तो लाग्यो क्या संस्कारहरूमा, कुराहरूमा। जमानाले पैसा मात्र ठुलो कुरा भन्छ जस्तो लाग्यो। अब अहिलेका यी बुढाबुढीहरू दुईजना आउँछन् ढोकानेर, पुग्छन् एकैछिनमा, आखै साइकलको घन्टी, छिटो गर्नु आन्टी भन्न थालिहाल्छन्। छानामाथि गिरौँला के दिन्छन् हेरौँला गरे। अझ के छ, अझ दुईजना जम्मा भएको हुन्छ, आखै 1000को हात्ती धेरै छौँ साथी रे, 500 भाग पुग्दैन भाग। यहाँसम्मका कुरा त ठिकै पनि हुन्। अर्को यस्तो पिच गरेको बाटो छ, त्यही पनि दिउँसै हिँड्दै आइरहेको हुन्छन्। आखै चिप्लो बाटो, रातो माटो रे। ठाउँ अनुसारको, सन्दर्भ अनुसारका कुरा गर्नु एकदम राम्रो कुरा पनि हो क्या। अझ हामी त्यसै आएका होइनौँ रे। बलिरामले होइन, बलिराजा त ठिकै पनि हो, कतिपय ठाउँमा मैले बलिराम भन्ने कुरा पनि सुने। फेरि यो को रहेछ बलिराम है? त्यसै नआएको भयो कि यिनको बाबुबाजेहरूले रक्सी खानलाई पैसा कम भएर पठाएको त भो, त्यस्तो लाग्छ भने पनि। खै म त कुरै बुझिसक्दैन। यस्तै छ हेर, देउसी भैलो खेल्ने भन्दा पनि रमाइलो गर्ने, गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्ने सिस्टम त्यस्तो। अब गर्लफ्रेन्ड नहुने, बोयफ्रेन्ड नहुनेहरूलाई चामल बोक्ने सिस्टम गाउँमा छँदै थियो। अब यहाँ चामल पनि लग्दैनन्। अवस्था यस्तो छ। देउसी भैलो